सुसाइड कन्टेजियन, जसको अर्को नाम हो रेदर इफेक्ट, हामी सबैले आजको समयमा बुझ्नुपर्ने एउटा इम्पोर्टेन्ट कन्सेप्ट हो। म डाक्टर सन्दीप वर्मा, मनोरोग विशेषज्ञ। हालै त्रिपुरेश्वर स्थित राहदानी विभाग बाहिर भएको व्यापक रूपमा चर्चित आत्मदाहको अत्यन्त दुःखद घटनापछि केही समयमै बुद्धनगरमा अर्को आत्मदाहको प्रयासको घटना पनि सार्वजनिक भयो। यो घटनाहरूले मलाई र मसँगै धेरैजनालाई चाहिँ दुखी बनाएको छ। आजको भिडियोमा हामी एउटा महत्त्वपूर्ण साइकोलोजिकल कन्सेप्टको बारेमा बुझ्ने प्रयास गर्छौँ, जसलाई सुसाइड कन्टेजियन र जसको अर्को नाम हो रेदर इफेक्ट भन्छौँ। सबैभन्दा पहिला मैले एउटा कुरा स्पष्ट गर्न चाहन्छु कि कुनै एक व्यक्तिले आत्महत्या गरेपछि अर्को व्यक्तिले पनि त्यही कारणले आत्महत्या गर्छ भन्न निष्कर्ष निकाल्न मिल्दैन। प्रत्येक घटनाको आफ्नै परिस्थिति, मानसिक अवस्था वा व्यक्तिगत कारणहरू हुन्छन्। यी घटनाहरू समयमै नजिक भएको आधारमा मात्रै एउटा घटनाले अर्को घटना गराएको हो भनेर निष्कर्ष निकाल्न सकिँदैन। यस्तो सम्बन्ध पुष्टि गर्न वैज्ञानिक अध्ययन र अनुसन्धान आवश्यक हुन्छ। तर अरू अनुसन्धानहरूले के देखाएको छ भने यदि आत्महत्या वा आत्महत्याको प्रयासलाई धेरै प्रचार गरियो, विशेष गरी त्यसको तरिका बारम्बार देखाइयो वा त्यसलाई भावनात्मक वा सनसनीपूर्ण ढङ्गले प्रस्तुत गरियो भने पहिलेदेखि नै मानसिक तनाव, डिप्रेसन, निराशा वा अन्य जोखिममा रहेका व्यक्तिहरू त्यसको नक्कल गर्ने सम्भावना बढ्न सक्छ। यसैलाई सुसाइड कन्टेजियन भनिन्छ। यस पछाडिको केही साइकोलोजिकल कारणहरू यस प्रकार छन्। मानिसले देखेको वा अनुभव गरेको व्यवहार दोहोर्याउन सक्छ। यसरी पनि समस्याको समाधान गर्न सकिन्छ भन्ने गलत सोच विकसित हुन सक्छ। पहिलेदेखि नै आत्महत्याको विचारसँग सङ्घर्ष गरिरहेका व्यक्तिमा मानसिक अवरोध कम हुन सक्छ। आफ्नो अवस्था वा अनुभव पीडितसँग मिल्छ भन्ने महसुस भएमा प्रभाव अझै गहिरो पर्न सक्छ। यही कारणले वर्ल्ड हेल्थ अर्गनाइजेसन, विश्व स्वास्थ्य सङ्गठन र विभिन्न मानसिक स्वास्थ्य संस्थानहरूले सञ्चार माध्यमलाई आत्महत्याको समाचार जिम्मेवारीपूर्वक प्रस्तुत गर्न आग्रह गर्छ। वर्ल्ड हेल्थ अर्गनाइजेसन अनुसार हामीले यस्तो सिचुएसनमा के गर्नु हुँदैन भन्छ त? हामीले आत्महत्याको तरिकाको विस्तृत वर्णन गर्नु हुँदैन, घटनालाई सनसनीपूर्ण बनाउनु हुँदैन, भिडियो वा तस्बिर बारम्बार देखाइरहनु हुँदैन, आत्महत्यालाई कुनै समस्याको समाधान जस्तो प्रस्तुत गर्न हुँदैन। यसको सट्टामा के गर्ने त? मानसिक स्वास्थ्यबारे सही जानकारी दिने, उपचार सम्भव छ भन्ने सन्देश फैलाउने, आवश्यक परे विशेषज्ञसँग सहयोग लिन प्रेरित गर्ने, परिवार र साथीभाइलाई भावनात्मक साथ दिन आग्रह गर्ने। हामीले अर्को एउटा सकारात्मक अवधारणा पनि सम्झिनुपर्छ, जसलाई चाहिँ नि पेपेजियन इफेक्ट भनेर भन्छ। यो एउटा सकारात्मक साइकोलोजिकल कन्सेप्ट हो। यसको अर्थ के हो भने जब मानिसले कठिन परिस्थितिमा पनि उपचार लिएर, परिवार वा साथीको सहयोग पाएर वा मानसिक स्वास्थ्य सेवाबाट लाभ उठाएर जीवनमा पुनः आशा पाएको कथा सुन्छ, त्यसले आत्महत्याको जोखिमलाई धेरै घटाउन मद्दत गर्छ। यदि तपाईले चिन्ने कुनै व्यक्तिलाई जीवनप्रति निराशा, आत्महत्याको विचार वा आफूलाई हानि पुर्याउने सोच आइरहेको छ भने त्यसलाई लुकाएर नराख्नुहोस्। परिवारका सदस्य, विश्वासिलो साथी वा मानसिक स्वास्थ्य विशेषज्ञसँग तुरन्त कुरा गर्नुहोस्। समयमै सहयोग र उपचार पाएमा धेरै मानसिक रोग पूर्ण रूपमा निगो भएर सामान्य जीवन बिताइरहने सम्भावना धेरै बढ्न जान्छ। अन्त्यमा हामी सबैले यस्ता घटनालाई जिज्ञासा वा सनसनीका रूपमा होइन, सहानुभूति, जिम्मेवारी र मानसिक स्वास्थ्य सचेतनाको दृष्टिकोणले हेर्नुपर्छ। सही जानकारी फैलाउँ, आत्महत्याको होइन आशा र उपचारको सन्देश फैलाउँ। धन्यवाद।